गाइस नमस्ते ढुकबिया सन्चै हुनुहुन्छ आज त सबैजना बिजी हुनुहुन्छ होला भ्यालेन्टाइन डे पुरा गफ चलिरह होला डेटिङ चलिरह होला हैन म चाहिँ ड्युटी सकाएर आएरै दौडेर एक्सर्साइज गरेर सकाएर पार्कमा भिडियो गराउँदै छु अब आज त कसैले पनि भिडियो हेर्ने फुर्सदै छैन होला भोलितिर भए पनि मेरो भिडियो हेरिदिनु होला माया गरिदिनु होला मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु न मैले टिकटकमा लिंक राखेको छु त्यहाँ गएर युट्युबमा सब्स्क्राइब गरेर लाइक गरिदिनु होला शेयर गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला खासै राम्रो भिडियो गराउन आउँदैन त्यही पनि यसो गराइदिनु न हौ म जस्तो गरिब मान्छेहरूलाई फेरि किन गराइदिनु न खै हो के गर्नु सबैलाई भ्यालेन्टाइन डे लागिरहेछ मलाई चाहिँ अब एक्सर्साइज फोर भयो यार लास्टै धुलै धुलो भएछु के गर्नु यस्तै छ भने जिन्दगानी बिहान ड्युटी गयो आयो आएर म दौडिन छु दौडेर आएर अब पसिनै पसिना भयो अब नुहाइ धुवाइ गरेर बिस्तारै मेरो भ्यालेन्टाइन डे हुन्छ तपाईहरु भ्यालेन्टाइन डेमा के गर्नुभयो भन्नु होला रमाइलो गर्नुभयो होला आफ्नो मान्छे हुनेहरुसँग भेटघाट भयो होला आफ्नो मान्छे नहुनेले यस्तै म जस्तै होला मेरो त मान्छे भएर पनि आजसँगै छैन नि त अनि त्यही भएर लास्टै काली देखेछु सुत्न नपाएर पोतो आएर बा यहाँनिर पोतै आयो के गर्नु काली भइछु के हो गाइज आज पनि मैले पहिलो ज्याकेट लगाएको छु त्यहाँ राखेको छु हैन मैले अहिले एकदम पसिना आएको भएर डिहाइड्रेसन होला भन्ने डरले मैले झिकेर राखेको छु के ज्याकेट अनि भिडियो चाहिँ गराउँदै छु के भन्नु खासमा भिडियो चाहिँ म दिनकै बनाउँथिन होला मलाई एकजना दिदीले चाहिँ डेडी जस सब के भन्छन् मोटिभेट गरे भन्दा पनि मोटिभेट गरेको भनौँ न जे कुरा पनि कन्टिन्यू गर्नुपर्छ बाबु गराउँदै गर भनेको भएर नि कन्टिन्यू दिएको खासै न्यू लेटेस्ट त छैन हैन आज फर्सी पनि टिप्न गइदैन साग पनि टिप्न गइदैन जस्ट एक्सर्साइज गरेर सक्यो आज भ्यालेन्टाइन डे हो अस्ति केही खाएको छैन अब खाने फुर्सदै पाएको छैन अब गएर भोलि छुट्टीमा सबैजना अब मासु खाने मान्छेले छुट्टीमा मासु खान्छन् म चाहिँ फर्सी खान्छु खसी गाउँघरतिर पहिला त्यो दसैँमा के गरे के हान्छ नि त्यतिखेर मम्मीले भन्नुहुन्थ्यो कि यही हो खसी भनेर फर्सीलाई ऊ हान्न पठाउनुहुन्थ्यो के अरे यस्तो के भन्छ नि त्यसलाई हान्न लाउनुहुन्थ्यो अब म पनि भोलि मेरो छुट्टी छ म फर्सी पकाएर खान्छु अनि त्यही हो अरू केही छैन साथीहरू थ्याङ्क यू सो मच म यति भन्न आएको भ्यालेन्टाइन डे कस्तो भयो सबैजनाले कमेन्ट गरिदिनु होला मेरो युट्युबमा गएर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला त्यति भन्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई बाई